साइडमा बार गन्न बसेको देख्नुभएको छ। वास्तवमा गन्नै पर्दैन। आजको भिडियोमा कुन साइजको बन्डलमा कतिवटा नम्बर अफ बारहरू आउँछ भन्ने कुरा आजको यस भिडियोमा बुझाउनेछु। यसका लागि वान बन्डलमा हुने डन्डीहरू यसरी गर्नेछौँ। मैले टेबल बनाएको छु जसमा मैले नम्बर बारको डायमिटरहरू जस्तै हाम्रो नर्मल्ली अब आउने भनेको चाहिँ 8 mm को, 10 mm को, 12 mm को, 16 mm को, 20 mm र 25 mm को बारहरू आउने गर्छ। यसको लागि चाहिँ पहिला सुरुमा चाहिँ 8 mm को बार चाहिँ एक बन्डलमा 20 वटा पिस आउँछ हैन। त्यसको चाहिँ वेट भनेको चाहिँ त्यो बन्डलको टोटल वेट भनेको चाहिँ 94.81 kg हुन आउँछ। अब त्यस्तै गरी 10 mm को बार भनेको चाहिँ 15 वटा पिस आउँछ एक बन्डलमा। त्यसको चाहिँ टोटल वेट हुन आउँछ 111.11 kg हुन्। त्यस्तै गरेर 12 mm को बार चाहिँ 10 पिसवटा आउँछ एक बन्डलमा र त्यसको टोटल वेट भनेको चाहिँ 106.7 kg भयो। त्यसरी नै 16 mm को बारहरू जम्मा 5 पिस आउने गर्छ एक बन्डलमा र त्यसको टोटल वेट हुन आउँछ 94.8 kg। त्यसरी नै 20 mm को बार चाहिँ तीनवटा आउँछ एक बन्डलमा र त्यसको टोटल वेट हुन आउँछ 89 kg र फाइनल्ली 25 mm को बार चाहिँ दुईवटा पिस आउँछ र त्यसको टोटल वेट 92.59 kg हुन आउँछ। यसरी चाहिँ हामीले चाहिँ अब साइड सुपरभाइज गर्दाखेरि चाहिँ हामीले यो नम्बर अफ बारहरू चाहिँ के कति आउँछ भनेर चाहिँ काउन्ट नगरिकन थाहा पाउन सक्छौँ। यदि यो भिडियो जानकारीमूलक लागेमा हामीलाई लाइक गर्नुहोला र यस्तै नयाँ भिडियोहरूको लागि हामीलाई फलो पनि गर्नुहोला।